धेरैजसो बिरामीहरूले मलाई सोध्नुहुन्छ मलाई चाहिँ कुन किसिमको थाइरोइड भएको छ, कुन ठाउँको थाइरोइड भएको छ भनेर सोध्नुहुन्छ। किडनीको हो कि, कलेजोको हो कि, आन्द्राको हो कि, खुट्टाको हो कि भन्नुहुन्छ। अनि थाइरोइड भनेको एउटा मात्रै हुन्छ जुन घाँटीमा हुन्छ। सबैलाई हुने थाइरोइड भनेको त्यो एउटै मात्रै हो। त्यसकै काम कुनै बेसी हुने, कुनै कम हुने, त्यसलाई चाहिँ हामी थाइरोइड भन्छौँ, थाइरोइडसँग सम्बन्धित समस्या भन्छौँ। त्यो चाहिँ फरक हुन्छन्। नर्मली चाहिँ दुई किसिमका हुन्छन्, हाइपो भन्ने र हाइपर भन्ने। हाइपोमा चाहिँ त्यो थाइरोइडले निकाल्ने जुन केमिकल छ त्यो कम भएको हुन्छ, जसमा चाहिँ लक्षणहरू चाहिँ कोही मोटाएर जाने, कपाल झर्ने भन्नुहुन्छ, कसैको छाला सुक्खा भएर जाने, आँखा चिलाउने, पिनास बढेर टाउको दुखिराख्ने, महिनावारी गडबड हुने, सन्तान उत्पादनको मा चाहिँ ह्रास आउने चिजहरूको लक्षणहरू बताउनुहुन्छ। त्यसै अर्को चाहिँ बडीवाला हुन्छ। बडीवालामा चाहिँ मुटुको समस्या देखिने, मान्छे सुकेर जाने, आँखाहरू हेर्दाखेरि चाहिँ बाहिरै निस्केर झर्ला जस्तो भएको जस्तो खालको देखिने, मान्छे चाहिँ छटपटाएको हुने, एन्जाइटीमा हुने भएको देखिन्छ। त्यही भएर त्यो घाँटीमा हुने ग्ल्यान्ड नै को समस्या नै थाइरोइडको समस्या हो, त्यो अरू ठाउँबाट चाहिँ हुँदैन। अब यसको चाहिँ निदान गर्ने कसरी भन्दाखेरि साधारणतया एउटै उपाय भनेको रगतको जाँच गर्ने हो। रगतको जाँचबाटै थाहा हुन्छ। त्यसलाई चाहिँ हामी थाइरोइड फङ्सन टेस्ट भन्छौँ। त्यो जुन खाली पेटमा गरे पनि हुन्छ, खाना खाएर गरे पनि हुन्छ, कुनै बेला गर्दा पनि खासै फरक पर्दैन रिजल्टको हिसाबले। तर सँगसँगै अर्को घाँटीको भिडियो एक्सरे, थाइरोइडको भिडियो एक्सरे गरेर हेरेर त्यो थाइरोइडमा चाहिँ अब मासु पलाएको छ कि छैन भन्ने कुराहरू पनि थाहा हुन्छ। त्यो कुराहरू गर्न सकिन्छ। त्यसपछि अब थाइरोइडबाट हुने समस्याहरू धेरै भएका कारणले गर्दाखेरि चाहिँ प्रेसर बढाउने, कोलेस्ट्रोल बढाउने, एन्जाइटी बढाउने, हड्डी खिने, मासुहरू थाक्ने, डिप्रेसनमा जाने, एन्जाइटी बढ्ने भएको कारणले यदि कसैलाई रगत जाँच परीक्षणबाट चाहिँ थाइरोइडको समस्या देखिन्छ भने तपाईको फिजिसियनसँग तुरुन्त सल्लाह गर्दा राम्रो हुन्छ।